मगर राजाको राजधानीको रूपमा परिचित ऐतिहासिक बलिहाङ गढी दरबार पाल्पाको बल्लिङ गढीमा छ। सदरमुकाम तानसेनदेखि झन्डै 50 किलोमिटर पश्चिम दक्षिण र रूपन्देहीको सालझन्डीदेखि 15 किलोमिटर उत्तरमा पर्ने बलिहाङ गढी दरबारको अहिले अवशेष मात्र देख्न सकिन्छ। विक्रम सम्वत 1450 देखि 1809 सम्म मगरातको राजधानीको रूपमा रहेको बल्लिङगढी क्षेत्रमा अहिले पनि बलिहाङ राजाको दरबारका अवशेष देख्न सकिन्छ। मगरहरूको विशाल राज्य त्यतिखेरै सञ्चालनमा रहेको कुरा इतिहासमा पाइए पनि व्यावहारिक रूपमा यसको सोधीखोजी हुन सकिरहेको छैन। स्थानीय तथा पत्रकार कमल रायमाझी। मलाई थाहा थियो दरबार हो यो, हामीले भन्ने गर्छौँ यहाँ रानी जङ्गल हो, रानी वन हो, यो रानीको पोखरी हो, राजाको दरबार भन्ने, तर यो को राजा बसे के बसे भन्ने कुरा हामीसँग इतिहास भएन। म इतिहास खोज्दै जाँदाखेरि मैले इतिहासमा के भेटाएँ त भन्दा यो मगर राजाहरूले राज्य गरेको ठाउँ हो र यो नेपालमै शक्तिशाली राजा, यसलाई स्वर्णिम काल, सबैभन्दा स्वर्णिम कालको युग नै यो मगर राजा बलियाङ राजाले राज्य गरेको ठाउँ रहेछ। यहाँ मगर राजा बलियाङ बस्ने र यिनको दरबारमा राज्य भनेको यता पोखरासम्म र यता देहरादुन गोरखपुरसम्म उनले राज्य गरेको भनेको एउटा इतिहास भेटियो। र अब डिटेल कुराहरू यो सत्य तथ्य भन्ने कुरा हामीलाई सबै जानकारी नभए पनि यो मगर राजा नै बसेको ठाउँ हो भन्ने चाहिँ यो सत्य हो। र त्यो कतिखेर त त्यो भन्दा 14औं शताब्दीमा लगभग 600 वर्ष पहिला मगर राजाले यो राज्य गरेको ठाउँ हो। र त्यतिखेर यहाँ बलियाङ राणा मगर भन्नेले राज्य गरेका थिए। उनी पहिलो हुन्। उनले यो धेरै मगर राज्यलाई एक ठाउँमा लिएर आफूले यसको राजा भएका थिए र उनले 14औं शताब्दीमा राज्य गरे भने त्यो राज्य कहिलेसम्म चल्यो त भन्दा 17औं शताब्दीसम्म चल्यो। त्यतिखेर अन्तिम राणा मगर भन्नेसम्म आएको छ। तिनी रणवीर राणा मगर हुन् र उनले यो अन्तिमसम्म चलाए र लगभग 300-400 अहिलेको शाहवंशीय भन्दा पनि लामो इतिहास यिनीहरूको भेटियो। त्यो भेटिएपछि अहिले तपाईँहरूले हेर्ने हो भने हामी यहाँ छौँ, तर यो हामीले खालि यो कोरटी मात्र देखिरहेका छौँ। तपाईँ यता जङ्गलतिर गयो भने त्यहाँ रानी कुवाहरू छ। तपाईँले आफै बनाएको त्यतिखेर 600 वर्ष पुराना कुवाहरू छन् त्यहाँ। त्यो मात्रै होइन, त्यहाँ तपाईँले भात पकाउने ठाउँहरू, रानीले अझै पनि यस्तै यहाँ ढुङ्गा, त्यो तपाईँले घोट्ने देख्नुभयो त्यस्तै ढुङ्गाहरू यहाँ देख्नुहुन्छ। गुफाहरू छन् यहाँभित्र। अझै एउटा लामो गुफा थियो अरे त्यो पहिला, पछि पहिरोहरूले त्यो पुरेको अनुमान लगाइएको छ। तर त्यो गुफाभित्र धेरै लामो गुफाहरू छ भन्ने हाम्रो अग्रजहरूले भन्ने गर्नुहुन्छ। त्यहाँ ढुङ्गा खसाले पनि कत्रङ गर्दा धेरै तलसम्म जाने। पहिला ठुलो नै पहाल थियो, पछि त्यो पहाल चाहिँ जनावरहरू हाम्रा अब यहाँ हामीले गाई बाख्राहरू चलाउने भएको भएर त्यो छिर्ने हो कि भन्ने डरले त्यसलाई पुर्दै लग्यो, पुर्यो। तर सानो पाल राखिएको थियो, त्यो पनि अहिले बुझेको स्थिति छ। त्यसलाई पनि खोज्नु पर्ने छ, यसको इतिहासलाई अगाडि बढाउनु पर्ने छ होइन। त्यो भएको भएर तपाईँ जहाँबाट आउनुभएको छ मगरहरू होइन, यसको विषयमा बुझिदिनुहोस्। अरूभन्दा यहाँ हामीलाई आवश्यक भनेको के हो त भन्दा अहिले कसैलाई यहाँ तपाईँले 2 रुपियाँ 4 रुपियाँ होइन 1500 दिएर यहाँ केही हुनेवाला छैन। तपाईँहरूले यसको संरक्षण गर्नलाई तपाईँ हामी सबै जुट्नु पऱ्यो। यसको संरक्षण गर्ने हो भने पहिलो कुरा त एउटा मगरको पहिचान यहाँबाट देखिन्छ। हेर्नुहोस्, तपाईँहरूले जहाँ जति जस्तो जे गरे पनि पहिचान देखिन्छ। यहाँ सारा विश्वभरिका मगरहरू यहाँ आउने छन् र तपाईँहरूको पहिचान हेर्नेछन्। यहाँ हाम्रो पहिचान हेर्नेछन्, यो रहेछ यहाँ भन्ने कुरा। यसलाई हामीले संरक्षण गरौँ। पहिलो संरक्षण यो मात्रै नगरौँ कि यसको भेगमा भएका कुराहरू तपाईँले यसैको इतिहासमा जोड्ने एउटा चौकी छ यहाँ। तर त्यतिखेरको यो क्षेत्रको गुल्मी यता अर्घाखाँचीतिरका मान्छेहरू हिँड्ने चौकी छ यहाँतिर। त्यतिखेर अहिले पनि त्यहाँको यस्तै भग्नाशेष छ। त्यस्तै यहाँ जङ्गलका बिचबिचमा अहिले पनि एकचोटि एउटा हाँडी नै भेटिएको थियो यहाँ। त्यो पछि लगेर कता बेच्नु भयो यहाँको एउटा स्थानीयले, कसौडा नै भेटिएको थियो पुरानो। त्यो बेच्नुभयो बुटोलतिर लगेर धेरै पहिला हो। त्यस्ता कुराहरू अहिले पनि यहाँ भेटिन सक्छन्। यसलाई उत्खनन, यसको संरक्षणतिर तपाईँ हामी मिलेर लाग्यौँ भने यसको अझै इतिहास, यसको अझै विशेषता अझै बढ्नेछ भन्ने मैले अपेक्षा लिएको छु। र तपाईँहरूलाई पुनः यहाँ आउनुभएकोमा धन्यवाद, खुसी यहाँले व्यक्त गर्दै म स्वागत गर्न चाहन्छु। रैनादेवी छहरा गाउँपालिका वडा नम्बर 7 मा भग्नावशेष अवस्थामा रहेको बलिहाङगढी दरबार क्षेत्र वरिपरि अहिले पनि पुरानो दरबारको अवशेषहरू रहेका छन्। इनार, युद्ध मोर्चाहरू, रानीवन, रानीकुवा, राजाले प्रयोग गरेको त्यतिखेरको पाइखाना र मन्दिरहरू अहिले पनि छन्। स्थानीयहरूले अहिले पनि देवताको मन्दिर बनाई पूजाआजा गर्दै आएका छन्। अति सुन्दर रमणीय डाँडाको चुचुरोमा रहेको दरबार क्षेत्रमा पुगेपछि जो कोहीलाई पनि स्वर्गमा पुगेको आनन्द हुने त्यहाँ पुग्ने पर्यटकहरूले बताउँदै आएका छन्। इतिहासका जानकार विजय गोविन्द श्रेष्ठ। बल्लिङगढी राज्यको उत्पत्ति कसरी भयो हामी जान सक्छौँ। लिच्छवी राज्यहरूको काठमाडौँमा रहेका नेपाल, त्यसलाई नेपाल भनिन्थ्यो काठमाडौँ, नेपालमा रहेका लिच्छवी राज्यहरूको शासन 100 मल्लपछि तिनका शासनको शक्ति हराउँदै गएको र यता पश्चिममा रहेका मल्ल राजाहरूका शासन हराउँदै गइसकेपछि यी कर्णालीतिर 2200 राज्यको उत्पत्ति भयो।
र पश्चिम गण्डकी प्रसवण क्षेत्रतिर 2400 राज्यको उत्पत्ति र 2400 राज्यको उत्पत्ति हुने बेलामा यो 1400 करिब 48तिर उहाँले 600 वर्ष भन्नुभएको छ करिब छ 1448तिर बली माने नाम, हाङ माने राजा। बलिहाङले राज्य गरेको हुनाले यसको नाम बल्डेङ, त्यो पछि हुँदा बल्डेङ गढी यो गढ भएको हुनाले गढी, बलि भनेको नाम र हाङ माने राजा, बलिहाङले राज्य गरेको हुनाले बल्डेङ गढी यो नाम रहन गएको हो। र यो बेलामा उनले राज्य गर्ने बेलामा यहाँ 4000 सेना थियो भन्ने इतिहासमा लेखिएको छ। 4000 सेनाले यो क्षेत्र सबै हेर्थे र त्यो बेलामा यो क्षेत्रलाई 12 मगरात भनिन्थ्यो। 12वटा मगरहरूको साम्राज्य यहाँ राज्य थियो र त्योमा शक्तिशाली राजा बलिहाङ थिए र तिनले अघि उहाँले भनिन्छ पोखरादेखि गोरखपुरसम्म हाम्रो राज्य बलिहाङको राज्य थियो। पोखरादेखि गोरखपुरसम्म बलिहाङको राज्य थियो र 2200-2400 राज्य अन्तर्गत यिनका पछिल्ला राजा अलिकति नसातिर लागेका हुनाले शक्तिमा अलि सन्तुलन कम भएको हुँदा पाल्पा, गुल्मी, इस्मा, अर्घा, खाँची, धुर्कोट, मुसिकोट यी 7वटा राज्य मिलेर यसलाई एकैपटक आक्रमण गरेर यसको शक्तिलाई ध्वस्त गरेर आफूले बाँडचुँड गरेर लिए यो राज्यलाई। यसरी यो राज्यको चाहिँ नि 1400 करिब 1809तिर आएर यो राज्यको समापन भएको इतिहास हामीले पढ्छौँ। 7वटा राज्यले चाहिँ आक्रमण गरेका हुन्। राज्य बाँडफाँड गर्ने बेलामा अब पहाडी राज्य जति पाल्पालाई पर्यो, यो तराई यो जुन हामी अहिले चाहिँ यो लुम्बिनी देख्छौँ, तौलिया देख्छौँ, यो राज्य जति खिदिमलाई यो अर्घालाई खाँचीलाई पर्यो र अरू राज्यहरू अरू चाहिँ नि मुसिकोट, गुल्मीलाई चाहिँ नि बल्डेङगढी नै गुल्मी अन्तर्गत पर्यो, यो राज्य नै गुल्मी अन्तर्गत पर्यो। तर अरू राज्यहरूलाई मुसिकोट, इस्मा, धुर्कोटलाई केही नपरेको हुनाले उनीहरूले अलिकति खिचलो उठाउने बेलामा एउटा के बाँकी भने यो अर्घाखाँचीमा रहेको खिदिम पोखरा थोक बाँकी थियो। त्यो बेलामा यता जुम्लाबाट श्रीधर गौतम भन्ने ज्योतिष त्यहाँ जुम्लाबाट आएका थिए र तिनी अर्घाका राजा खाँचीका राजाका चाहिँ आएको बेला खाँचीका राजाका आएका थिए। खाँचीका राजाका आएकोमा खाँचीका राजाले उनलाई चाहिँ के गरिदिए भने अब यो राज्य झगडा भइरहेको छ के गर्ने, उनले त आफ्नो एउटा त्यहाँ भगवती मन्दिर के मन्दिर बनाएर आफ्नो अधीनस्थ त गराएका थिए। तर पनि त्यो अरू राज्य 7वटा राज्यहरू मानिरहेका थिएनन्। तर उनले चाहिँ नि रुरु अर्थात् यो चाहिँ नि हाम्रो रुरु गण्डकीको चाहिँ नि उसमा गएर कम्मरसम्म चाहिँ नि पानीमा भित्र पसेर ल ब्राह्मण ज्योतिषराज तिमीलाई चाहिँ नि यो खिदिम तिमीलाई कुशवीरता दिएँ, तिम्रो पुस्ता दर पुस्तासम्म तिमीले खानु भनेर हाम्रो नेपालको इतिहासमा 52 राज्य भन्ने कहीँ छ भने त्यो पढेन। यो चाहिँ नि खिदिम पोखराथोक राज्य एउटा हो। यो राज्य अहिले पछि आएर 1843मा यो राज्य चाहिँ जब 1825 पृथ्वीनारायण शाहले एकीकरण गर्ने क्रम भयो हट्दै गइसकेपछि 1842मा चाहिँ यो राज्यहरू गुल्मी सब जितिसकेपछि पाल्पा अन्तर्गत राखियो। पछि पाल्पालाई पनि चाहिँ गर्ने बेलामा गुल्मीकै चिनी छोरीलाई चाहिँ उसमा रणबहादुर शाहले बिहा गरेको हुनाले यो बल्डेङगढी राज्य फेरि पहिला पाल्पाले जितेको थियो, फेरि बल्डेङगढी राज्य उनलाई नि फिर्ता दिएर पहिला बल्डेङगढी अन्तर्गत गुल्मी थियो, पछि गुल्मी अन्तर्गत बल्डेङगढी रहन गएको इतिहासका कुराहरू छन्। अब यो इतिहास हामीले देखेका छौँ। यो हेर्दाखेरि यो गढी टाकुरामा छ, शत्रुहरू कहीँ कतैबाट आउन सक्दैनन्। कमलजीले भनिहाल्नु हो तल त्यो पहिला रस्ती रसाई भन्नाले त्यहाँ पहिला हाम्रो चाहिँ रैतीहरूलाई राखिन्थ्यो सबभन्दा तल रैती, त्यसपछि सेना अर्धसैनिक, त्यसपछि बल्ल राजाका आफ्ना भरुटे जुन भरपर्दा सेनाहरू माथि रहन्थे। पहिला जनताहरूसँग कराइसकेपछि सेनाहरू अर्धसैनिकहरू तयार भएर बस्थे, अर्धसैनिक तयार हुनासाथ चाहिँ नि सेनाहरू यता माथिका सेनाहरू तयार भएर युद्धमा सक्ने त्यो स्थितिको यो पोजिसन हामीले हेर्न सक्छौँ नि। माथिल्लो टाग्रोमा छ, ढुङ्गा हाने यतातिरबाट ढुङ्गा हान्न खसाले पनि हुने, जे गरे पनि हुने यो स्थिति राज्य थियो। तर जे भए पनि यो ऐतिहासिक राज्य हो। यो 12 मगरहरूको आफ्नो इतिहास छ। हामी जातपातमा नजाउँ तर संस्कृति त हामीले भुल्न भएन नि। आफ्नो कल्चर हामीले बिर्सन पाउँदैनौँ। हाम्रो इतिहास भनेको नि कल्चर हो। हामी नेपाली भनौँ, कहीँ पनि गएर नेपाली भन्छ। किन नेपाली भन्छौँ? नेपालमा जन्मेका भएका हुन्छ। त्यहाँ चाहे त्यो बाहुन होस्, चाहे छेत्री होस्, चाहे मगर होस्, चाहे गुरुङ होस्, चाहे नेवार होस्,
जेसुकै होस् हामी नेपाली भन्न भन्छौँ, त्यो नेपाल हाम्रो कल्चर हो, नेपाल हाम्रो मातृभूमि हो। त्यस्तै मगरातको यो बल्देङगढी बलिहाङ तिनी मगर राजा थिए, उनले जुन रचेर गए तिनको इतिहास यसो छरपष्ट मन परि यो अवस्थामा छ। सरकारले जुनसुकै रूपले पनि यसलाई हेर्नुपर्छ। मैले चाहिँ नि यो यहाँहरूलाई जे जति मैले सुनाएँ यो मेरो आफ्नो निजी मेरो अध्ययन मेरो निजी हो तापनि यो मेचीदेखि महाकाली यो चाहिँ नि सूचना विभागबाट 2031, पाल्पा राज्यको इतिहास डाक्टर विष्णु घिमिरे, 24 राज्यको इतिहास गोपीनाथ शर्मा 2071, गुल्मीको ऐतिहासिक झलक डाक्टर राजाराम सुवेदी र नरेश केसी र कमल रायमाझीको एउटा उहाँहरूको आर्टिकल छ। सत्यदीप स्वर्ण महोत्सव स्मारिका सत्यवती दीप भन्ने एउटा स्मारिका छ। त्यो ती सबै आर्टिकलहरू पढेर मैले यहाँहरू समक्ष प्रस्तुत गरेको हुँ। धन्यवाद। बलिहाङगढी दरबार क्षेत्रको विकास, प्रवर्धन र प्रचार प्रसार नभएपछि पछिल्लो समय मगर अगुवाहरूले विशेष चासो राख्न थालेका छन्। मगरातको राजधानी बलिहाङगढीको महत्त्व बढ्दै गएको भन्दै विश्वभरिका मगरहरूले यसको संरक्षणमा जुट्नु पर्नेमा जोड दिनुहुन्छ नेपाल आदिवासी जनजाति महासङ्घ हङकङका पूर्व अध्यक्ष एमबी थापा मगर। बलिहाङगढी दरबार मगर राजाको दरबार रहेको भन्ने तथ्य आफूले थाहा पाउँदा गर्वको महसुस भएको भन्दै यसको संरक्षण, विकास र प्रचार प्रसारमा सबैको सकारात्मक सहयोग पुग्नु पर्नेमा उहाँले जोड दिनुभएको छ। एमबी थापाकै अगुवाईमा भएको दरबार अवलोकन कार्यक्रममा पुग्नुभएका जनजाति अगुवा टोप अस्लामीले मगर राजाको इतिहास र पहिचान बोकेको दरबार क्षेत्रलाई बचाइराख्नु पर्नेमा जोड दिनुभयो। हामीले सबैले देख्दै आएको जान्दै आएको कुरा के छ भन्दाखेरि पुराना चिजहरूलाई उहिले कुरा खुइले भन्ने चलन छ सोझो कुरामा भन्दाखेरि होइन। त्यस कारणले गर्दाखेरि यो पनि खुइले जस्तो लाग्यो होइन। तर विश्वमा अब अरू सबैभन्दा पनि विकसित देशहरूको एउटा जुन सिलसिलावार विकासको क्रमहरू देखिन्छ त्यहाँ चाहिँ उहाँहरूले आफ्ना पुराना पुस्ताहरूको विरासतलाई संरक्षण गरेर राखेको हामी पाउँछौँ, त्यसलाई सम्वर्धन गरेर अगाडि बढेको हामी पाउँछौँ र त्यो क्षेत्रको संरक्षण र सम्वर्धन मार्फत स्थानीय समाजको, स्थानीय क्षेत्रको र सारा देशकै एउटा चाहिँ राजस्व वृद्धिमा पनि त्यसलाई चाहिँ एउटा उपयोगमा ल्याएको हामीले पाउँछौँ। अब मगरात आफैमा एउटा गौरवमय इतिहास हो, त्यो हामीले भनिरहनु पर्दैन। त यो एउटा गौरवमय इतिहासको यो चाहिँ टुकडी हो यो हाम्रो बलिहाङ राजाको दरबार यो क्षेत्र। यसलाई हामीले एउटा चाहिँ पुरातात्विक रूपले पनि र ऐतिहासिक रूपले पनि कसरी संरक्षण गर्ने हो, सम्वर्धन गर्ने हो भन्ने सन्दर्भमा मलाई लाग्छ हामी सबैको एउटा खालको दृष्टिकोण बन्यो भने यो एउटा बलशाली हुन सक्छ र बलशाली भइसकेपछि त्यो बलशालीले कहीँ न कहीँ एउटा चाहिँ प्रभावकारी निर्णय गराउने सन्दर्भमा पनि यसले चाहिँ भूमिका खेल्न सक्छ भन्ने मलाई लागेको छ। देव पचभैया मगर, बलिहाङगढी दरबार परिसर, बल्देङगढी, पाल्पाबाट। लिक नेपाललाई सब्स्क्राइब गर्नुहोस्, सँगै रहेको बेल आइकनलाई पनि दबाउनुहोस्।